हजुरहरूलाई फेरि स्वागत छ शुभम भेट युट्युब च्यानलमा। आज हाम्रो आइभिएससी को मिटिङ हो। मिटिङमा के हुन्छ अब 1 बजीदेखि मिटिङमा के हुन्छ अब त्यो हजुरहरूलाई म हेराउनेवाला छु। भर्खर छुट्टी भयो र हामीहरू प्रोग्राममा जाँदैछौँ। मेसेज आएको थियो ग्रुपमा जतिजना मेम्बरहरू छ भने सबजना कलेजमा आइदिनु पऱ्यो भनेर। त्यही प्रोग्राममा जाँदैछु। ल प्रोग्राममा के हुन्छ सम्पूर्ण कुरा हजुरहरूलाई मैले हेराउनेवाला छु। आज के लगाउनु पर्छ हामीहरूलाई? तपाईहरुको लागि जुत्ता अनिवार्य जुत्ताको प्रयोग गर्ने भनिरहेको छ। जुत्ता चप्पल स्लिपर लाएर आउनु नपाउने, चप्पल लाएर आउनु नपाउने भनेर एउटा हामीहरूलाई कलेजमा एउटा रुल लागेको छ। कति साथीहरूले चप्पलमा आइदिने भेस्टमा आइदिने गरेको थियो। अब हाम्रो त्यो हुँदैन। अब स्क्रब्स गराउनु पर्छ कलेजको लागि। अनि कति साथीहरू यसको लागि रिसाएको पनि छ। घरबाट भर्खर पैसा मागेको छ कहाँबाट आउँछ भनेर। मिटिङको लागि हामीहरू जाँदैछौँ। सबजना यहाँ रेडी सिस्टरहरू जाँदै हुनुहुन्छ सिनियर क्लासको। हाम्रो मिटिङ रुम यही हो। त्यो दाइहरू हुनुहुन्छ। मलाई एकदम एक्सट्रिमली सरी, किनकि आज जुन मिटिङमा कुरा मैले गरेको थियो हेराउँछु भनेर, मिटिङको भित्र के भएको छ भनेर मैले हेराउन पाइनँ। किनकि सिनियर दाइले भन्नुभएको थियो मिटिङमा जे कुरा हुन्छ भनेर बाहिर भन्न पाइँदैन भनेर। सो त्यही भएर मैले हेराउन पाइनँ। यो ब्लग आज यहीँ समाप्त गर्छु। अब नेक्स्ट ब्लग रामपुरतिर